विश्वकै सर्वोच्च शिखर सगरमाथा माउन्ट एभरेस्ट नेपालका लागि मात्र होइन, सम्पूर्ण विश्वकै गौरवको प्रतीक बनेको छ। समुद्री सतहबाट 8,848 मिटर उचाइमा अवस्थित सगरमाथा नेपालको खुम्बु क्षेत्र, सोलुखुम्बु जिल्ला र चीनको तिब्बत स्वायत्त क्षेत्रको सीमामा पर्दछ। सगरमाथालाई नेपालीमा सगरमाथा, तिब्बती भाषा चुमुलुङमा र अङ्ग्रेजीमा माउन्ट एभरेस्ट भनिन्छ। यसको नाम ब्रिटिस सर्बियर सर जर्ज एभरेस्टको सम्मानमा राखिएको हो। वैज्ञानिक अध्ययन अनुसार सगरमाथा अझै पनि प्रत्येक वर्ष केही मिलिमिटरको दरले अग्लिँदै गएको छ। सगरमाथाको उचाइ सन् 2020मा नेपाल र चीनले संयुक्त रूपमा पुनः मापन गरी 8,848.86 मिटर निर्धारण गरेका थिए। यसले हिमाली भूभागको भौगोलिक र वैज्ञानिक महत्त्वलाई विश्व समक्ष पुनः उजागर गरेको थियो। सगरमाथा आरोहणको इतिहासमा सन् 1953 मे 29 विशेष दिनका रूपमा स्मरणीय छ। यही दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। त्यसयता हजारौं आरोहीहरूले सगरमाथा विजय गरिसकेका छन्, तर सगरमाथा आरोहण अत्यन्तै जोखिमपूर्ण मानिन्छ। अत्यधिक चिसो, अक्सिजनको कमी, हिम पहिरो र मौसमको अचानक परिवर्तनका कारण हरेक वर्ष ज्यान जाने घटनाहरू हुने गरेका छन्। पछिल्ला वर्षहरूमा बढ्दो आरोही संख्याका कारण फोहोर व्यवस्थापन र वातावरणीय संरक्षण प्रमुख चुनौतीका रूपमा देखिएको छ। सगरमाथा क्षेत्रलाई सन् 1976 सगरमाथा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो, जसलाई युएनइएससीओ वर्ल्ड हेरिटेज साइटको मान्यता प्राप्त भएको छ। यस क्षेत्रले दुर्लभ वन्यजन्तु, हिमाली वनस्पति र शेर्पा समुदायको अनौठो संस्कृति संरक्षण गर्दै आएको छ। आज सगरमाथा नेपालको प्राकृतिक सम्पदा मात्र नभई साहस, धैर्य र मानव क्षमताको चरम सीमाको प्रतीकका रूपमा विश्वभर चिनिन्छ। नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायले सगरमाथाको संरक्षण र दिगोपनका लागि विभिन्न पहलहरू गर्दै आएका छन्।